मसँग भन्ने शब्द नै छैन यो मन्दिरको बारेमा कि भन्नै सक्दिनँ व्यक्त नै गर्न सक्दिनँ यो मन्दिरमा आएर मनको शान्ति एकदम सुख चैन भनौँ न एउटा आनन्द किसिमको अनुभूति हुन्छ यो मन्दिरको बारेमा के भन्न चाहनुहुन्छ मेरो श्रीमतीले भने त यार मलाई केही आउँदैन भन्नु रक्षा गरौँ हाम्रो मनोकामना पूर्ण होस् माता देवीलाई भगवती मैले आफ्नो हेलो माता की माता की हेलो एभ्रिवान नमस्ते वेलकम टु आवर न्यू ब्लग अनि के छ यहाँको खबर सन्चै हुनुहुन्छ होला भन्ने आशा राखेको छु अनि म पनि एकदम ठिकै छु अनि आज चाहिँ हामी भाकल बुझाउन भनेर संसारी थान जाँदैछौँ सब परिवार नै भेलो अबै छौ सन्ध्या चलते तब लेते तो हेबो कर अगाडिमा बसेर ड्याङ्गे हानलाई बिस्तारै म उता भयो तपाईँहरू जानु न म हालिदिइहाल्छु त्यसरी अनि हिंसा गाडी अनि आज चाहिँ हामी भाकल बुझाउन भनेर संसार थान जाँदैछौँ अनि यो भाकल चाहिँ एकदमै पुरानो भाकल हो होइन मेरो सासू आमाले राख्नु भएको भाकल हो करिब 7-8 वर्ष भइसक्यो होला होइन त्यति बेलादेखिको भाकल हो यो चाहिँ अनि अब केले छेकेको थियो अब होइन अब आमाले राख्नु भएको भाकल हो नि त यो चाहिँ अनि अब छोराबारीले उहाँ हुनुहुन्न संसारमा है स्वर्गवास भइसक्नु भएको छ तर पनि अब हामीलाई त आमाले भाकल गर्नुभएको भन्ने थाहा थियो नि त अनि थाहा पाएपछि चाहिँ अब छोराबारीको कर्तव्य चाहिँ के हुन्छ भने आमा बित्नुभयो अथवा बा बित्नुभयो भने पनि उहाँहरूले भाकल गर्नुभएको छ भने चाहिँ हामीले पुरा गर्नुपर्ने रहेछ यसो रहेछ है नियममा चाहिँ त्यो रहेछ त्यही भएर हामीले चाहिँ आमा बितिसक्नु भएको छ अनि र पनि हामीले आमाको भाकल आज पुरा गर्न संसारी थान आएका छौँ अनि बच्चाहरूले चाहिँ यता खाजा खाँदैछन् बच्चाहरूलाई चाहिँ हामीले घरबाटै खाजा बनाएर लिएर आएको थियौँ नि त घरबाट पनि बनाएर ल्याउन मिल्छ नि त यसमा चाहिँ अनि यहाँको चाहिँ लान नमिल्ने हो पकाएको कुराहरू चाहिँ लान मिल्दैन यहाँ चढाएको जुन बोका चढाएको हुन्छ त्यसको मासु चाहिँ घर लान मिल्दैन तर घरबाट पकाएर ल्याउन चाहिँ मिल्छ जस्तो अब केही सब्जीहरू अथवा अचारहरू हजुरहरूलाई मनपर्छ भने ल्याउन मिल्छ तर यहाँबाट पकाएको चाहिँ लान मिल्दैन अनि भन्दै अब हाम्रो चाहिँ यतातिर सब्जी पनि बनाइसक्नु भएको थियो अनि त्यस प्रसाद पनि बनाइसक्नु भएको थियो हामीले चढायौँ पनि आफ्नो देवी देवता सबैजनालाई सम्झेर हामी बुढाबुढीले चढायौँ र आजदेखि मन शान्ति पनि भएको छ है हाम्रो भाकल पुरा भएर एकदम खुसी लागेको छ आमाको भाकल बुझाउन हामी सफल भएका छौँ एकदमै खुसी लागेको छ धेरै नै मन एकदमै मन हल्का भएको एकदम प्रफुल्ल भएको छ मन हामी दुवैजनाको अब हामीले चाहिँ अब आमाको भाकल बुझाउने भन्दा पनि यत्रो समय लाग्यो होइन अब केले छेक्थ्यो नजुरेको हो कि भनौँ कि अब के भनौँ है अनि हामीले चाहिँ एकदमै गर्ने भन्दै पनि टाइम नमिल्ने घरि के नमिल्ने कहिले के नमिल्ने भइरहेको थियो घरमा पनि अनि त्यही भएर रोकिरहेको थियो अनि होइन यो पालि चाहिँ एकदमै हामी लागि परेका थियौँ बुढाबुढी नै एकदम लागि परेका थियौँ ल यो पालि चाहिँ एकदमै हामी बुझाउने भनेपछि बुझाउने अरू काम सबै थाती राखेर हामीले यो कामलाई चाहिँ बढी प्राथमिकता दिएका थियौँ त्यही भएर हामी पनि सफल भयौँ र खुसी पनि एकदमै भएको छौँ अनि सबैभन्दा ठुलो कुरो चाहिँ एकदम मन चाहिँ एकदमै शान्त भयो अनि आज चाहिँ हो सही ढङ्गले छोराबारीको कर्तव्य निभाउन हामी सफल भएका छौँ ठिकै छ भगवान् संसारी माताले सबैको रक्षा गरौँ हाम्रो मनोकामना पूर्ण होस् माता देवीलाई भगवती मैले आफ्नो फुलको मैले भक्ति गरेर मैले सङ्कल्प चलाएको छु पुण्य होस् सबै सङ्कल्पहरू पुरा होस् जय माता आज तपाईँ संसार थानमा आउनुभएको छ के भन्न चाहनुहुन्छ यो मन्दिरको बारेमा
मसँग भन्ने शब्द नै छैन यो मन्दिरको बारेमा कि भन्नै सक्दिनँ, व्यक्त नै गर्न सक्दिनँ। यो मन्दिरमा आएर मनको शान्ति एकदम सुख चयन भनौँ न एउटा आनन्द किसिमको अनुभूति हुन्छ। त्यस कारणले यहाँको बारेमा व्यक्त गर्नै सकिँदैन क्या। एकदम तपाईँहरू चाहिँ नआउनु भएको दर्शकहरू चाहिँ मतलब भक्तजनहरू चाहिँ एकपल्ट आउनुहोस्। यो संसारी माताको शक्ति के छ र यहाँ आइसकेपछि त्यो अनुभव कस्तो हुन्छ प्रत्यक्ष देख्नु तपाईँहरूले प्रत्यक्ष मनन गर्न सक्नुहुन्छ। अब त्यहाँभन्दा के भनौँ, जय माता संसारी। जय माता संसारी। भन्न चाहदिनँ तपाईँ केही भन्न चाहनुहुन्छ मन्दिरको बारेमा? भन्नु न, त्यसरी भन्दा पनि मन्दिरको बारेमा के भन्न चाहनुहुन्छ? मेरो श्रीमतीले भन्यो त यार मलाई केही आउँदैन भन्नु। अयो भगवान्। खाने मान्छे आउँदै हुनुहुन्छ। अघि पकाएको भिडियो लिन पाइनँ, अब पकाएको के ला हर्दी त हालिदिनु भयो क्या सबै झोलामाथि। त्यो त्यसलाई पसाउनु न गोलुलाई, त्यहाँबाट त झोला तान्त भाइ, ऊ त कालो प्लास्टिक। अनि यतापट्टि खानपिनको कार्यक्रम सुरु भइसक्यो। अब अनि प्रसाद पाकिसकेको थियो नि त, अनि सबैजना खानलाई बसिसक्नु भएको थियो। अनि अब घर जान पनि पर्छ नि त, सबैजना फर्किनुपर्छ। धेरै टाढा टाढाबाट पनि आउनुभएको थियो। जो खुसी लाग्यो, हाम्रो आफ्नो परिवार सबैजना समेटेका थियौँ होइन। अनि हामीले मेरो माइतपट्टि अनि उहाँको घरपट्टि सबैजना आउनुभयो। धेरै खुसी लाग्यो, मलाई चाहिँ एकदमै खुसी लाग्यो। हाम्रो परिवार सबैजना भेला भएर हाम्रो कार्यक्रमलाई सफल बनायौँ। एकदमै खुसी लागेछ। अनि आज चाहिँ शनिबार भएको हुनाले चाहिँ एकदमै धेरै भिड हुन्छ, असाध्यै भिड हुन्छ शनिबार चाहिँ। अरू बार चाहिँ अब दर्शनको लागि मात्रै हो भने चाहिँ अरू बार आउँदाखेरि हुन्छ होइन। यहाँ चाहिँ अब हुन त अरू बार पनि आउनुहुन्छ, हामी चाहिँ अब नजिकको मान्छे भनेर हामी चाहिँ शनिबारै प्रायः जान्छौँ होइन, टाइम टेबल मिलाएर। अब धेरै टाढाबाट आउनुहुन्छ भने त अरू बार पनि आउँदा हुन्छ, तर अरू बार चाहिँ त्यस्तो खासै भिड हुँदैन अनि हल्का हुन्छ। तर शनिबार चाहिँ असाध्यै भिड हुन्छ, अनि खुट्टा राख्ने ठाउँ पनि हुँदैन क्या शनिबार चाहिँ। अनि हामी त नजिकको भएर हामीलाई चाहिँ त्यस्तो खासै समस्या हुँदैन। अब अगाडि नै गएर अघिल्लो दिनै गएर ठाउँ रोकिहाल्छौँ। अनि त्यही भएर अब धेरै टाढाबाट आउनुहुन्छ भने चाहिँ हजुरहरूलाई समस्या हुन्छ, अनि ठाउँ पनि भेटिँदैन नि त। त्यही भएर भिड चाहिँ असाध्यै हुन्छ। अब आउने जाने क्रम चाहिँ भइ नै रहेको थियो। हाम्रो जाने बेलामा चाहिँ कतिजना भर्खरै आउँदै हुनुहुन्थ्यो क्या। हामी चाहिँ लगभग त्यहाँबाट 4 बजे निस्केका थियौँ भने 4 बजे चाहिँ कतिजना भर्खरै आउँदै हुनुहुन्थ्यो, धेरै टाढाबाट आउनु भएको होइन। कतिजनाले भर्खरै सामानहरू मिलाउँदै हुनुहुन्थ्यो, कतिजना चाहिँ भर्खरै चुला बाल्दै हुनुहुन्थ्यो, त्यसै भइरहेको थियो कि। ल अब हाम्रो पनि घर जाने बेला भइसकेको छ। अब हामी पनि घरतिर लाग्छौँ। हाम्रो थन्को मनको सबै काम सकाइसक्यौँ, खानपिन भइसक्यो हाम्रो होइन। अनि बाबुहरू पनि यता खेल्दै थिए। अनि अब हाम्रो पनि घर जाने बेला भइसकेको छ। अनि आजको भिडियो मेरो कस्तो लाग्यो यहाँलाई प्लिज कमेन्ट गर्नुहोला। मन पऱ्यो भने लाइक गरिदिनु होला। फेरि पनि नयाँ भिडियो लिएर आउने नै छु। आजलाई यति नै, बाई बाई।